वेलकम ब्याक टु माई न्यू भ्लग। सो आजको भ्लगमा तपाईँहरूलाई स्वागत छ है। आज चाहिँ हाम्रो भ्लग एकदम दामी हुन गइरहेछ। आज चाहिँ हामी अर्तादेखि इनअर्वासम्मको चाहिँ हाम्रो टुर छ होइन। हाम्रो बेनाली बाइक चाहिँ यहाँ छ है। हामी यही बाइकमा टुर गर्छौँ। दाइ यहाँ हुनुहुन्छ है, राइडर चाहिँ बवाल छ है भनेर कमेन्ट गर्नुभएको थियो नि। थाहा छ नि मलाई, सबैजनाले मेरो भ्लगलाई चाहिँ सुरु भ्लगलाई चाहिँ माया गरिदिनु भएको छ। यसरी नै माया देखाउनु। अब चाहिँ हामी जाँदैछौँ है गाइज। यो भ्लग हेरिसकेपछि सब्सक्राइब गर्नु, लाइक गर्नु, कमेन्ट गर्नु, सबै गर्नु, डाङडुङ पार्नु, साथीहरूलाई सेयर गर्नु। दामी छ यो भ्लग। अब हामी जान्छौँ फाइनली गाइज। हाम्रो बेनालीलाई चाहिँ चराले नि हेपेको यहाँ हगिदिएछ। हेर्नु न यहाँ, हेर्नु न हगिदिएछ यार। हाम्रो बेनाली बाइकलाई हेपो त्यो चराको कन्डो सिलाइदिउँ ल। जुत्ता पनि हेर्नुहोस्, 3800को जुत्ता पनि देखा भनिराख्नु भएको छ। बिल्ला होइन नि, राम्रो 3800को जुत्ता, राम्रो हाम्रो मिठो जुत्ता यी। के भन्न चाहनुहुन्छ? अब हामी चाहिँ हिँडिसक्यौँ यहाँबाट। अब लाग्नुपर्ने हुन्छ होइन। हामी चाहिँ अब झुम्कामा टक्क दादाको रुममा गएर बसेर एकछिन चिल गरेर त्यहाँदेखि फेरि हामी यताउति डुलिरहेको हुन्छौँ। हामी डुलिरहेको हुन्छौँ। हामी उडेको चरा जस्तै हो। हामी उड्न जहाँ पनि सक्छौँ, हामी जहाँ पनि हो हिँडिरहेको छौँ कि हामी चाहिँ अब हामीले चाहिँ यस्तो एउटा दिमाग लगाएको छौँ कि हामी अब नेपाल सबैभरि घुम्ने, अधिराज्य नेपालभरि सबै घुम्ने बेनाली बाइकमा। तर हाम्रो यहाँ चराले बेनाली बाइकमा यहाँ चराले हगिदिएछ यार गाइज। यस्तो बिजोग गरिदियो कि चरैले हगिदिएछ हाम्रो बेनालीलाई। अनि हामी त्यस्तो यहाँ ठाउँमा छौँ, यस्तो हावा चलिरहेछ, दामी छ। अब यहाँदेखि जब हामी जान्छौँ, हामी लाग्छौँ। भ्लग हेर्दै गर्नु र लास्टसम्म भ्लग हेर्नु, अनि सब्सक्राइब गर्न नभुल्नु ल। जिग्री दोष हो अर्तामा पनि। थाहा होइन को हो, त्यही पनि हात हल्लाइदिएको। तपाईँहरू गाइजहरू यहाँ नजरा हेर्न एकदम रहराउनुहुन्छ। म फेरि देखाउन रहराइरहेको हुन्छु नि ल। गाइजहरू हेर्नुहोस् झुम्कामा यो इनरवामा राम्रा केटीहरू देखियो नि। मैले म यस्तो केटीहरू देखाएर 101 केटीहरू त मेरो भ्लगमै निस्किन्छन् होइन। धेरै रहराउन् क्या। तपाईँहरू पनि हेर्न रहराउनुहुन्छ, अनि हेर्नुहोस् भनेर देखाइदिन्छु। म यत्रो दुःख गर्छु, तर तपाईँहरू त सब्सक्राइबको बटन थिच्न सक्नुहुन्न यार। टाउकोले भयो भने, खुट्टाले भयो भने, औँलाले भयो भने, चोरी औँलाले भयो भने त्यो सब्सक्राइबको बटन चाहिँ थिच्नु क्या ल। मान्नुहुन्छ ल। यहाँ हेर्नुहोस्, हामी चाहिँ गइरहेको छौँ। हाम्रो बाटो चाहिँ यस्तो छ है, सानो बाटो रहेछ, एउटा ट्रक मात्र हट्ने होइन दाइ। हो भनिसकेँ, कहाँको मान्छे हो यो दाइले पनि नजरा हेर्छन् होला मेरो भ्लगमा निस्किसकेको छ नि त दाइ ल। गाइजहरू इनरवामा हामी पर हिँडिरहेछौँ। हाम्रो बेनाली बाइक चाहिँ कुदिरहेछ है। यस्तै छ, घाम यस्तो मजाले लागिरहेछ होइन। इनरवामा कोही केटीहरू मेरो सब्सक्राइबर छन् भने आउँदा हुन्छ है मलाई भेट्न झुम्कामा। आऊ है आऊ। लगाइदिएर हामी चाहिँ अब हिँडिरहेको छौँ है। अब के भन्नु, आज भ्लग पनि बनाउन आउँदैन। सब ठिक छ, तर यतातिर चाहिँ हामी चाहिँ गोरा मान्छे होइन, अरू चाहिँ काला मान्छे हुँदो रहेछन् क्या। धेरै जस्तो यता चाहिँ काला मान्छे हुन्छ नि। म अहिले चाहिँ त्यहाँ काला मान्छे घरमा गएर पानी मागेको होइन। पानी होइन, मलाई ड्यु दिए क्या। किन भन्नुहुन्छ भने म चाहिँ गोरो मान्छे हो नि त बा। अमेरिकाबाट पो आयो क्या भनेर ड्यु दिइरहेको थिएँ क्या मलाई, किनकि म त्यस्तो गोरो छु नि त। हो फाइनली गाइज हामी चाहिँ यहाँ रोडमा आइसक्यौँ। मेन रोड होला यो हो। हामी चाहिँ फाइनली गाइज मेन रोडमा आइसक्यौँ है। झुम्काको मेन रोडमा छौँ हामी यतिखेर। ला यार ब्याट्री पनि सकिन आँटेको मेरो मोबाइलको। अनि हाम्रो बेनालीको चाहिँ हेरेर पेट्रोल सकिसकेको छ। पिलिक कुन बेला जान्छ हामीलाई केही कस्तो छैन। यति गयो भने ठेलाइ मचिन्छ जस्तो छ। तर यताउति यत्रो झुम्काको मेन रोडमा आएपछि त पेट्रोल भेटिहाल्छ नि होइन। हाम्रो बसमा पैसा पनि छ नि त, त्यही भएर हामीलाई डरै छैन। अनि 500 रुपियाँ छ मेरो बस छ नि त, हिजो भर्खर किनेको बस।
अनि पर्समा पैसा छ अनि त्यसपछि अहिले हामी पेट्रोल हाल्छौँ अनि त्यसपछि त मजा भइहाल्यो हामी जहाँ जाँदा पनि हामीलाई बाल हुँदैन पेट्रोल हालेपछि त हामीलाई केही मतलबै छैन कि जहाँ हामी उडेको चरा जस्तो हुन्छौँ नि त पेट्रोल हालेपछि त जहाँ पनि हिँड्दा हुन्छ यतिखेर चाहिँ हामीलाई हल्का डर लागिरहेको छ काहीँ सकिहाल्यो भने कि सक्यो भने त अब यताउति पेट्रोल छैन पेट्रोल पम्प अनि त्यहाँ पेट्रोल पम्प भएन भने त पेट्रोलसँग त ठेल्दै लानुपर्छ नि त अनि अलिकति डर छ मनमा ढुक्छ पेट्रोलमा हामी चाहिँ बहुत मजा आइरहेछ गाइस होइन बहुत मजा आइरहेछ यी स्कुले विद्यार्थीहरू सबजनाले हेरिरहेछन् यार मलाई को यो आयो को यहाँ हाम्रो गाउँमा आएर कसले यो भिडियो खिचिरहेको छ हाम्रो पर्मिसन बिना भनेर आएको होला नि तर मैले चाहिँ भिडियो खिचिरहेको छु ल पेट्रोल पम्प आयो है गाइस बाल भएन अब त हामीलाई डरै छैन हामी ढुक्क छौँ होइन हामी चाहिँ पेट्रोल पम्पमा चाहिँ अब हामी पेट्रोल हाल्न गइरहेको छौँ अब मेरो पैसाको चिलिम फर्किने भयो गाइस के हाम्रो दाइको छ कि पैसा हाल्ने पेट्रोल मेरो पैसा बचत हुन्छ कि हामी पेट्रोल हाल्छौँ है गाइस पेट्रोल पम्पमा पेट्रोल हालेपछि हामी उडिहाल्छौँ यहाँबाट गइहाल्छौँ ल पेट्रोल हालिरहेको छौँ है यहाँ सर पारेर अब यति हालेपछि त हामीलाई फ्री हुन्छ पुरै लगायत हामीले चाहिँ पेट्रोल पनि हालिसकेर हामी चाहिँ अब हिँडिसक्यौँ त्यहाँबाट पेट्रोल पम्पबाट अनि मेरो स्वर चाहिँ हल्का बेग्लो भइगयो किनकि मेरो बसबाट पैसा गयो 500 रुपियाँ साह्रै नराम्रो लाग्यो यार बसमा 500 थियो यार गयो ठिकै छ दुःख मनाउँदिनँ म ल अनि हामीले चाहिँ मेन रोडलाई पनि छोडेर हामी यता कच्ची बाटोतिर लागिसक्यौँ बाटो त्यस्तो छ पुरै पानी परेर यार यस्तो हिलो छ कि हिजो त हामी झन्डै लडेको नि गाइस यार यस्तो गरेर आएर राइडरले क्या ल म कलाई देखाइदिन्छु यहाँ हेर गर्नु होइन यसलाई खाल्नु स्वाट हाल्नु च्वाट निकाल्नु खोजेको त मेरो चक्का त यस्तो घुम्दो रहेछ झन्डै यतिले लडेको थिएन यार लडेको थियो भने त राम यार मलाई चोटपटक लाग्दा केही हुँदैन थियो मेरो मोबाइललाई चोटपटक लाग्यो भने चाहिँ मलाई दुख्छ क्या होइन त्यस्तो हुन्छ यहाँ रहेछ है स्कुल लोटस बोर्डिङ ढुङ्गाको लोटस बोर्डिङ हेर्नुहोस् कत्रो रहेछ हौ यहाँ ठुलो छ लास्टै ल हामी चाहिँ लोटस बोर्डिङदेखि पनि हामी यतापट्टि लागिसक्यौँ अब हामी चाहिँ हाम्रो गन्तव्यसम्म चाहिँ हामी आइपुग्न लागिसक्यौँ जस्तो लागिरहेछ मलाई चाहिँ यतै नजिकै हो अब त आइसक्न आँट्यौँ तर हाम्रो भ्लग चाहिँ यत्तिकै छ हाम्रो भ्लग चाहिँ गन्तव्यसम्म जति भ्लग बनाए पनि तपाईँहरूलाई राम्रो लाग्छ नि त मेरो भ्लग होइन हेरौँ लाग्छ नि त होइन त्यही भएर हाम्रो भ्लगको चाहिँ गन्तव्य नि छैन चलिरहन्छ यत्तिकै सर्र पर्र यतातिर यार मलाई लास्टै अचम्म लाग्छ जहीँ बाटै बाटो हुन्छ क्या यार यस्तो हो त यार जहाँ हिँडे पनि बाटै बाटो हुन्छ क्या अगाडि अब म देखाइदिन्छु एउटा केटी भन्छ यार मेरो भ्लग पनि केटीहरूले हेर्छ नि लास्ट नराम्रो लाग्दैन होला यो मलाई केटी मात्र देखाउँछ साला अन्त होला के गर्नु केटा मेरो भ्युवर्सहरूलाई हेर्न मन लाग्छ नि त केटीहरूले सोध्नु होला मुला केटी मात्र भन्छस् हाम्रो इज्जत छैन भन्छन् होला तर मैले त्यस्तै गर्न खोजेँ होइन यस्तो भ्लगमा निकाल्न खोजेको हो नि त होइन अङ्कल हो नि ल गाइस हामी चाहिँ दाइको रुममा आइसक्यौँ अब सुतेको एकछिन चट्ट पारेर एकछिन आराम गर्नु पर्यो नि त यार होइन यार चट्ट पारेर हाम्रो राइडरलाई चाहिँ यता हुनुहुन्छ यो मुसु हाँसिराख्नुहुन्छ अब यहाँ फ्यान पनि चलिरहेको छ कि गर्नु तर हामी बाइकबाट आएको सर गर्नु त भएको छैन त्यही पनि फ्यान यसो चलाइदिउँ न के हुन्छ र हामी चाहिँ रेस्ट गरेर कोठामा अनि त्यहाँदेखिको यसो माहौल बुझ्नको लागि यतैबाट गयो बाटो हामी चाहिँ माहौल बुझ्नको लागि हाम्रो टक्क भाइ र म निक्लेको छौँ होइन कस्तो रहेछ अब हरियाली वातावरण हेर्नु पर्यो नि त हेर्दाखेरि मेरो भाइ बोल्छ अरे मैले चाहिँ नुहाई धुवाई गरेर मैले चाहिँ त्यो कालो भेस्ट थियो नि त मेरो त अनि अहिले चाहिँ
नुहाएर चडक्क पारेर यस्तो ड्रेस लाएर हिँडेको तर यता केटी पो पाइन्छ कि भनेर हिँडेको लाएर सबैजना मुसर मात्र हुँदो रहेछन् अरे आउँछ क्या त्यो चाहिँ मुसर बस्ती हो अहिले मुसर बस्ती हो हामीले चाहिँ दिउ अनि त्यसपछि एउटा बदाम जुस यसो तागत आउँछ कि भनेर खानालाई भनेर लिन कोठामा लगिरहेको छौँ है। यतिखेर चाहिँ मकैबारी छ यताउति कहाँ हो यार रुम फेरि घर अगाडि गएर भ्लग बनाइदिनु लाज हुन्छ क्या। अनि यहाँ यस्तो यस्तो घर छ है एकदम माहौल चाहिँ एकदम यहाँ यार यो बस्ती एकदम ठिक छ नि फेरि किनभने त्यही छ बाटो होइन केही पऱ्यो भने च्यास्छ गाडीहरू पनि ठक्क आइदिइहाल्ने है यहाँ एकदम राम्रो छ होइन।